Hello, welcome to my vlog. गाइसहरु आज चाहिँ हामी न्यू इयरमा धुली खेल जाँदैछौँ। म र मेरो भाइ सानो छ, साह्रै सानो छैन गाइसहरु। अहिले चाहिँ हामी धुली खेल जाँदैछौँ, धुली खेलमा छौँ। अब उकालो हजार सिडी उकालो जानेछौँ। सो हेर्दै जानु होला। म तपाईहरुलाई धुली खेलको यात्रामा हजुरहरुलाई पनि समावेश गराउनेछु। धुली खेल हजार सिडीको यात्रा कस्तो हुन्छ माथि हामी जान्छौँ, सबै कुरा देखाउनेछौँ है त गाइजहरु। हेर्दै गर्नु होला है। भाइ वेलकम छ तिमीलाई मेरो भ्लगमा। हजुर हामी चाहिँ धुली खेलको हजार सिडीको उकालो पहिलो पाइला टेक्न लागिरहेको छौँ। तपाईहरुलाई देखाउँछु म यो हजार सिडीको बारेमा यहाँ लेखिएको छ है। सबै कुरा यहाँ लेखिएको छ, तपाई देख्न सक्नुहुन्छ। यहाँबाट हामी उकालो जान्छौँ। कान्छु हिँड भाइ अगाडि अगाडि, म तिमीलाई भिडियो खिचिदिन्छु। यो चाहिँ हामी जाने बाटो ल, तर होस् अलिक माथि। कस्तो थाकेर हामी त बसेको, पानी खाएको। भित्र एउटा स्ल्यास लाग्यो कि त्यसमाथि त्यो गर्मी हेर्नु घाम। ज्याकेट पनि भित्रबाटै स्वेटर, त्यसपछि भेस्ट, अनि त्यसपछि ज्याकेट अर्कै लगाएर गएँ। भोलि त हिँड्नु नसकेर निकालेर बोक्छु। गरौँ न बल्ल 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 पुग्यो। भाइले ट्याम्के जाँदाको कहानी सुनाउँदैछ है। कहानी ट्याम्के जाँदा हामी यहाँ आइपुग्यौँ। अब चाहिँ हामी यता चढ्ने हो माथि। यहाँ चाहिँ पानीपुरी खाउँ भनेर बसेको है। यतै शीतल रहेछ भाइ, यतै शीतल रहेछ। मन्दिरतर्फ जाँदैछौँ। खाने आइसक्रिम खाऊ। कुल्फी बराबर कसरी हो? 15 रुपियाँ हजुर। ल मलाई बजार भरे जस्तै भयो, बजार भरे जस्तै भयो कि। मान्छे अलिअलि भयो। आज नयाँ वर्ष जहाँ पनि हुन्छ। तल त जान्छ ला। और परेर दादा गाडीले भेट्दा मान्छे त हो।
लास्टमा फोटो खिच्नेको लाइन मेरो मान्छे तेरो मान्छे त्यस्तै बुढा होला त्यो मान्छे फाइनली हामी चाहिँ हिँड्दैछौँ है थाकी पनि राख्छौँ यतैबाट निस्किन्छ होला माथि मन्दिरतिर हिँडेको चुच्चे ढुङ्गामा फोटो खिचिसकेर मैले चाहिँ खिचिनँ पहिला पनि खिचिसकेको छ सो अनि हामी हिँडिरहेको छौँ दिन शीतल छ एकदमै रमाइलो भइरहेको छ ब्याकअप बोकिन नि कति झरी छ फुल ब्राइटनेसमा थियो कति 25मा 10मा ला अनि के फोटो खिच्नु मैले बोक्नु भनेको हो त तिमीले कोन त तपाईँलाई चाहिँ मलाई एउटा जाम भन्यो पुग्छ ढुक्क हुनु के कहाँ पुग्यो पुग्छ जहाँ पुगिन्छ पुग्छ के कस्तो ढुक्क हो न मैले बोक्नु भनेको म त अघि गएको रहेछ तर कतै रिसोर्टतिर जाँदाखेरि केही छैन जाऊँ न यतै बाटो चढौँ न भने छैन क्या बाटो बारीदेखि होइन छ के बाबा छ केही माखा खन्दा होइन त्यो उतारी घुमेर र यहाँरी कस्तो मान्छे होला हौ जे कुरा पनि जे गर्नु त बारीको त उता जाने बाटो हो नि तयारी गरेर जाने मेरो भाइको भोलि फिजिक्सको एक्जाम छ त्यही भएर एक्जाम बिग्रिन्छ भनेर फिर परिरहेछ साह्रै ज्ञानी छ गएर रातको 2 बजीसम्म पढ्छु भन्दैछ यो चाहिँ मन्दिर Mina भाइ देखिँदैन त मेरो आँखा बिग्रेको कि फोन बिग्रेको देखिँदैन त त्यस्तो छैन म ओह्रालैमा बनाउने सोच बनाएँ नि त चटपटी खाने ल है अब हामी चाहिँ फर्केको हेर्नुहोस् न यो हजार सिडीको कालोमा यति धेरै मान्छेको भिडभाड म त पसिनाले पानी पनि पर्न आँट्यो अनि हामीले चटपटी खायौँ चिसो खायौँ अनि फर्किन लाग्यो हामी झर्दै गर्दा यति बेला 2 बजिसकेको छ र पनि मान्छे यति धेरै 3 बजिसकेको छ र पनि मान्छे यति धेरै उक्लिँदैछ भनेपछि कति भिडभाड थियो होला तपाईँहरू आफै अनुमान लगाउन सक्नुहुन्छ हामी चाहिँ आजको धुलीखेल घुमघाम यस्तै रह्यो साथीहरू अहिले हामी झर्दैछौँ फर्किँदैछौँ पानी पर्न लागेकोले गर्दा हामीलाई एकदमै हतार भयो टिकटक पनि बनाउन पाइएन भनेर अब चाहिँ
अगाडि गएर पनि खिचिदिँदै झर्नु कि भाइ छोइदियो लु 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 स्टार्ट भइसक्यो खुट्टा सुट्टा सब देखाउनु यहाँ आएर कहाँ लाग्यो लु 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 स्टार्ट भइसक्यो खुट्टा सुट्टा सब देखाउनु यहाँ आएर कहाँ लाग्यो